हेलो, आज पनि मैले नयाँ भ्लग लिएर आएको छु। जस्तो लाग्छ उस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला है त। यो भिडियोमा के गरेको रहेछ हेर्ने भए फुल भिडियो हेर्नु होला है। कान्छी चाहिँ बजार हिँड्दैछ है साथीहरू। कान्छीले चाहिँ औषधि बोकेको रहेछ। यो औषधि फाल्छ कि फाल्दैन हेर्ने भए अब फुल भिडियो सुरु हुन्छ है साथीहरू। फुल भिडियो सुरु हुँदै छ है साथीहरू। अब हेरौँ है त साथीहरू के हुँदो रहेछ। साथीहरू हामी चाहिँ सिन्धुली जाँदैछौँ है। यस्तै हो। के गर्छ, कस्तो अनुभव हुँदैछ कान्छी यसरी हिँड्दाखेरि? खुट्टा दुख्या छ? हेर्नु साथीहरू, यो चाहिँ हाम्रो खेत हो है। धान रोपिसकेको छ, भत्केर खतम भएको छ। जति दुःख गऱ्यो नि के गर्नु साथीहरू, भत्किहाल्छ। गाह्रो छ है कान्छी। खेत भत्केर के भयो भन् त? खेत भत्केर के भइरहेछ भन त? गाह्रो छ साथीहरू। सबै यो चाहिँ हाम्रै खेत हो है। सो हामी चाहिँ हिँड्दा छ, त्यही भएर मल हल्लिरहेको छ साथीहरू। त्यही हो, यो खेती धान रोपिसकेको छ। बिजी न बिजी छ आजभोलि। हामी धान रोपेर सकेको छ अनि पानी हालिसक्यौँ। खेत भत्किरहेको छ साथी, बम भत्केर खेत। अनि कान्छी र म चाहिँ सिन्धुली हिँड्दैछौँ। सो त्यही भन्न चाहन्छु है, यस्तो दुःख भइरहेको छ कि जिन्दगी, गाउँले जिन्दगी। चिप्लिन्छ है कान्छी, त्यहाँ लड्छ चिप्लिन्छ। लड्ने भयो नि, लड्ने भयो। चिप्लेर लड्ने भयो। मै लड्छु कि साथीहरू? यहाँ कति चिप्लो छ। यसरी यो खेत हो साथीहरू। खेतमा पानी लागिरहेछ। यहाँ भत्केर साथीहरू के बिजोग भइरहेछ हेर्नु न। खेतको हात तपाईँहरूलाई देखाउँछु ल। खेत भत्केर के बिजोग भइरहेछ, के गर्ने जिन्दगीको गरेर। सुखको दिन आउँदैन साथीहरू, दुःखको दिन आउँछ। गाह्रो छ। कान्छी चाहिँ हिँड्दैछ। त्यही हो, हाम्रो गाउँ चाहिँ यस्तै छ। मेरो चप्पल नै त्यही छ। चप्पल नै त्यहीँ राखेर गएको साथीहरू। म बिहान आएको थिएँ, उहाँ खेत भत्केर हेर्नु साथीहरू। कति बिजोग भइरहेछ यहाँ खेत भत्केर हेर्नु त। यहाँ यस्तो भइरहेछ साथीहरू। के गर्ने, गाउँले जिन्दगी यस्तै हो। त्यही माथि खेत भत्किन्छ, तनाव दिन्छ। कहिले बनाउनु, कोदाली लडेर तल गएर झरिरहेको थियो। हो त्यही छ साथीहरू। के गर्ने, बिहान आउँछु सक्छु कि भन्नु गरेको, सकिएन साथीहरू। त्यहाँ चाहिँ हाम्रो खेतबाट झरेको छ। झरना जस्तो देखिन्छ साथीहरू। झरना त होइन, तर यो खेतबाट आलीबाट झरेको पानी हो। खतरा देखिन्छ साथीहरू है। सो कान्छी र म चाहिँ हिँड्दैछौँ सिन्धुली जाने भनेर। गाह्रो छ, सिन्धुली हिँड्न लाग्दैछौँ। सो त्यही हो। यो चाहिँ हाम्रो गाउँदेखि फलतिर गएर अलि तल, धेरै तल छ क्या रोड चाहिँ। यी पानी यसरी झरिरहेछ साथीहरू यताबाट नि। सो त्यही भन्न चाहन्छु, स्टक हामी चाहिँ यो अलि हिँड्दा जाँदैछौँ। कान्छीले चाहिँ दबाई बोकेको छ है। यति धेरै दबाई खाऊ भन्दा मान्दैन। कान्छी यता हेर त एकचोटि, कस्तो राम्रो सिन आएको छ नि कान्छी है। तिमीलाई सिन्धुली जानु पर्यो हुन्थ्यो जस्तो लाग्छ, नजानु पर्यो हुन्थ्यो जस्तो लाग्यो? हजुर छिटो जाउँ आउँछ साथीहरू। झर्नै गाह्रो छ। कान्छी बिस्तारै झर्दै समात्दै गयो। कान्छी उता गइसक्यो। हामी चाहिँ टक्क गाउँबाट हिँडेर जाँदैछौँ। सिन्धुली जानु लाग्यो हो साथीहरू। गाह्रो छ। के गर्ने साथीहरू, म थाइरोइड रोगी। यो हिँड्दैछ, यसको निम्ति एक्सरे गर्नु छ। गाह्रो छ। यो जिम्मा दम छैन भने जस्तो छ। गाह्रो छ साथीहरू, गाह्रो। जिन्दगी गोटोमा गाह्रो छ। हिँड्दैछ, उफ्लाइलाई हिँड्दैछ कान्छी। अगाडि हिँड्दैछ। सो त्यही हो। यस्तो छ यतातिर चाहिँ। यो चाहिँ हाम्रो अदुवा रोप्या हो कान्छी। अदुवामा कति धेरै झराएछ हो। गाह्रो छ है, कसरी गोड्ने है। अवस्था नि यस्तो छ। झार पनि यति धेरै आएको छ कि साथीहरू, यो के भन्ने देखाएर साध्य छैन। यति धेरै अदुवा भर्खर उम्रेको छ। अदुवा भर्खर उम्रेको छ र झारतिर उम्रिसक्यो। अब यो अदुवा अझै निस्किया छैन। अस्ति भर्खर रोप्यो तर झार ठन्डै निस्क्यो साथीहरू। के गर्ने, यहाँ चाहिँ फलङ्गा झरेको छ साथीहरू। बाटो झरेर यस्तो भइरहेछ यता हालत। यो चाहिँ पल्लो भाउजूहरूको खेत हो। यहाँबाट ठुलो बाँध छ। कान्छी हिँड्दैछ, हिँड्न सकेन भन्दैछ। के गर्ने गाइज, गाउँले जिन्दगी। यसले आइरन छ कि भाइ के खाएको छैन साथीहरू। यहाँ खोलामा हालिदिनु लागिरहेछ दबाई। हेर्नु, एक मुठी दबाई ल्याएर के गर्ने, फालिदेऊ, बगाइहाल्छ नि। अब हेर्नु साथीहरू, सबै दबाई फालिदियो यसले खोलामा। सबै बगायो। उचाइ तलतिर छ साथीहरू। नभए त्यही सब दबाई फाल्दै नखाएर
सब आइरन चक्कीहरू सब फाल्दिएर आइरन चक्की चाहिँ खान्छ। यो अर्को के भन्ने ट्याब्लेट चाहिँ यसले खाँदै खाँदैन, नखाने रे। अब खाभन्दा कराउँदाखेरि मान्दैन, जे भन्दा नि मान्दैन, खानु हुँदैन भन्छ। के भन्ने साथीहरू है, यो चाहिँ यतातिर खोला छ। कान्छी चाहिँ आउँदैछ। रोड निस्किनै धेरै समय लाग्छ क्या साथीहरू, के गर्ने, धेरै टाढा छ क्या, गाह्रो छ हामीलाई। धानको ब्याड साथीहरू यस्तो दामी छ कि धानको ब्याड हेर्नुहोस्। सो त्यही हो, यता पनि धान रोपिसकेको छ। यो भाउजूहरूको धान हो, रोपिसकेको छ सबै। हेर्नु साथीहरू, घाँसको बोट कसरी सुरक्षित गरेर राखेको हुन्छ, बानी बानिरहेको हुन्छ ठिक छ। कान्छी चाहिँ उहाँबाट लुरुङ 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 आउँदैछु। अलि हो चलको भन्दै छिडिनु छिडिनु। हाम्रो चाहिँ टाढा छ क्या रोड साथीहरू, रोड पुग्नै टाढा छ। हाम्रो यस्तै हो, हिँड्दैछौँ हामी चाहिँ बुढाबुढी। गाह्रो छ साथीहरू, जिन्दगी कहाँ सजिलो हुन्छ र सबै गाह्रै हो हुनु चाहिँ। भए पनि हाम्रो गाउँघरतिर जस्तै भइरहेको छ यहाँ। अन्य यस्तो चाहिँ यो चाहिँ टौवा है साथीहरू, हाम्रो गाउँघरतिरको टौवा बनाएको हो। सो त्यही हो, अझ यस्तो भइसकेको छ गाउँघरतिर। हाम्रो चाहिँ अहिले अलि भएको छैन क्या साथीहरू, अब अदो उम्रिने बेला भएको छैन। यहाँ यता चाहिँ अदो उम्रेर यस्तो भइसक्यो साथीहरू। हाम्रो चाहिँ अस्ति भर्खर रोपेको। सो त्यही हो, हामी चाहिँ भ्याएको नि थिएन, त्यही भएर ढिलो रोपेको। धान रोपेको खेत भत्किएको साथीहरू, टेन्सनै टेन्सन। अब 1000-1200 तल आइहाल्छ। अघि नै मैले खेत भत्किएको खेत देखाइहालेँ। सो कान्छी र म चाहिँ हिँड्दैछु। रोड निस्किनु धेरै टाढो छ साथीहरू, यस्तो ठाउँ बाटो हिँड्दै जानुपर्छ। हिँड्ने बाटोमा नि पानी छ साथीहरू, हिँड्न नि गाह्रो छ। यता त गाह्रो छ, पानीमा बाटैमा पानी छ। बाटो पनि घारी छ साथीहरू, के भने गाह्रो छ जिन्दगी। भोलि पर्सिको रोपाइ छ कहाँ साथीहरू, सिन्धुली जानुपर्ने। त्यही भएर सिन्धुली हिँड्दैछु। फेरि गाह्रो छ हामीलाई। भोलि नि छ दिदीहरूको, तर के भने साथीहरू आज चाहिँ सिन्धुली जाउँ भनेर टाइम मिलाएर गएको। आज औँसीको दिन पनि भन्दो रहेछन् साथीहरू, त्यही भएर हलो जोत्न नमिल्ने भएर हिँडेको हामी हिँड्न चाहिँ। सो त्यही हो, यो बाटो हो साथीहरू, तर यहाँ ओडार चाहिँ यस्तो छ। सो है, यो ढुङ्गाले झरेर किच्यो भने हुन्छ, तर यो मुनिबाट बाटो हो। तर यो ढुङ्गा झर्दैन कहिले पनि है साथीहरू। अब यो मुनितिर चाहिँ अलिक तल गाउँ छ, त्यही हो साथीहरू। यहाँ चाहिँ गाउँ आइसक्यो, सानो 1-2टा घर छ यता, त्यही हो। यो चाहिँ खेतहरू। म चाहिँ यहाँ पुग्यो, रोड निस्किन लाग्यो। कान्छी यहाँ पुगिसकेको छ, हिँड्न नसकेको छ है, हिँड्नै सकिरहेको छैन यो। कान्छी कति गाह्रो भएको छ हिँड्न हो साथीहरू। थाकिसक्यो हिँड्दा लौरी भइसक्यो। सो त्यही हो, पारिपाख त्यस्तो घरहरू छ। यस्तो छ हाम्रो गाउँ चाहिँ साथीहरू, के भन्ने। गाउँ यही हो साथीहरू। यो हाम्रो गाउँमा त तल्लो गाउँ हो, यो बास्लो गाउँ हो। यस्तो दामी बादलहरू देखिरहेको छ साथीहरू, हेर्नु यस्तो दामी देखिरहेको छ है सिन साथीहरू है। यहाँनिर चाहिँ कान्छी निस्किसक्यो बाटोमा, रोड बल्ल आइपुग्यो साथीहरू। धन्य नडराएर हिँड्न जाउँ कस्तो दामी सिन आएको छ माथि कस्तो दामी देखिएछ। कान्छी चाहिँ हिँड्दैछ टुक पारेर, के हेर्नु साथीहरू गाह्रो छ। बडी भाइ हेरिरहनु भएको छ, उहाँहरूको बडी भाइले हेरिरहनु भएको छ। सो त्यही हो, हिँड्दैछ अलिक छिडिनु न हजुर। बल्ल रोड निस्किएको छ साथीहरू, गाडी बनाउन चाहिँ 20 मिनट हिँड्नुपर्छ। गाह्रो छ हाम्रो, गाह्रो छ जिन्दगीको गोरेटोमा। यस्तो राम्रो जिन्दगी। केरा बुढाहरू साथीहरू, केरा उता खेलाडी छ। कान्छी यहाँबाट आउँदैछ। सो यता घाँसहरू छ, त्यही हो टोट राख्ने तरिका साथीहरू। ओ को यो रमेश दाई होइन? लौ रमेश दाई त यहीँ बसिरहेको छौ। लौ घाँस यस्तो धेरै रहेछ साथीहरू। यस्तो छ साथीहरू, यहाँ तल रोड छेउको गाउँहरू हो यो। यसरी बस हाम्रोतिर यस्तो हुन्छ। ल फाइनली हामी चाहिँ सिन्धुली पुगेर पनि 2-3 घन्टा भइसकेको छ है। अहिलेसम्म पाला आएको छैन। टोकन लिएर अनि त्यो टिकट काटेर बसेको साथीहरू, पाला चाहिँ आएको छैन। सो त्यही भन्न चाहन्छु है, हामी यो चाहिँ सिन्धुली जिल्ला हस्पिटलको बाहिरको सिन हो साथीहरू। यो चाहिँ माथि चाहिँ सिन्धुली जिल्ला हस्पिटलको बोर्ड भइहाल्यो होइन। हामी चाहिँ आएको 3-4 घन्टा भइसक्यो, अहिलेसम्म पाला आएको छैन। अब चाहिँ पाला आउँछ कि भन्ने आश छ। हस् त साथीहरू, अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएको छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको साथ सपोर्टमा हो है।
अनि बेल आइकन पनि दबाइदिनु होला सब्स्क्राइब गरेर साथीहरु हेर्नु न मान्छेहरु कति धेरै छन् हस्त साथीहरु नेक्स्ट भिडियोमा भेटौँला बाइ बाइ लभ यु